तपाईले भिडियो हेर्नुभयो, मोटिभेसन पनि आयो, तर प्रब्लम चाहिँ एउटै छ हैन, स्टार्ट कसरी गर्ने भनेर, हो कि हैन? आजको यस भिडियो पछि हजुरलाई कुनै एक्सक्युज हुने छैन कि स्टार्ट कसरी गर्ने भनेर, है त? नमस्कार साथीहरू, वेलकम टु लर्न विथ दिलीप। यदि तपाईहरू बिगिनर हुनुहुन्छ, स्किल छैन, आइडिया छैन, स्टार्ट कसरी गर्ने हो भने त्यसैले अन्तिमसम्म हेर्न चाहिँ नबिर्सनु होला। आज पनि म हजुरहरूलाई 5वटा टिप्स बताउने छु, त्यसैले स्टेप बाई स्टेप एउटा पनि मिक्स नगरिकन हेर्नु होला, है त? पहिलो स्टेप सुरु गर्नुहोस्। एक स्किल छान्नुहोस् जो हजुरलाई म यसमा गर्न सक्छु भन्ने लाग्छ। हजुरहरू सबै कुरा एकैचोटि सिक्न खोज्नुहुन्छ, यो कहिल्यै पोसिबल छैन। हामी हरेक कुरा स्टेप बाई स्टेप सिक्नेछौँ। जस्तै हजुरहरू भिडियो एडिटिङ सिक्न सक्नुहुन्छ, कन्टेन्ट क्रिएसन सिक्न सक्नुहुन्छ, फ्रिल्यान्सर सिक्न सक्नुहुन्छ। जस्ट फोकस इन वान पोइन्ट। फोकस नै हजुरहरूको सक्सेसको स्टार्टिङ पोइन्ट हुन सक्छ। दोस्रो पोइन्ट चाहिँ हजुरहरूले 7 दिनको सिम्पल प्लान गराउन सक्नुहुन्छ। डेली हजुरहरूले 1-2 घन्टा चाहिँ हजुरहरू केही कुरा सिक्नका लागि सोसल मिडिया चलाउन सक्नुहुन्छ, जस्तै फेसबुक, टिकटक, इन्स्टाग्राम एसेट्रा। युट्युबबाट पनि धेरै कुरा फ्रीमा सिक्न सक्नुहुन्छ, त्यसलाई राम्रोसँग युटिलाइज गर्नुहोस्। हामीहरू धेरै ओभर थिङ्किङ गर्छौँ। ओभर थिङ्किङ गर्न छोडिदिनुहोस् र एक्सन गर्नुहोस्। यदि हजुरलाई लाग्छ म यसमा सक्छु भने स्टार्ट गर्नुहोस्। तेस्रो पोइन्ट चाहिँ आफ्नो पहिलो कन्टेन्ट पोस्ट गर्नुहोस्। हजुरहरूलाई लाग्छ पर्फेक्ट भएको छैन, पर्फेक्ट नभए तापनि केही प्रब्लम हुँदैन। हजुरले स्टार्ट गर्नुभयो, त्यही नै हजुरहरूले पहिलो जित हासिल गर्नुभयो। जस्तै इक्जाम्पल मेरो पहिलो भिडियोमा गएर हेर्न सक्नुहुन्छ। त्यहाँ मैले कति धेरै मिस्टेक गरेको छु, किनकि म डराइन। जब मलाई लाग्यो म सिकाउन सक्छु त मैले पहिलो पोस्ट नै गरिदिइहालेँ र यो सेकेन्ड पोस्ट सिकाउँदैछु। म जसरी हजुर पनि अगाडि बढ्न सक्नुहुन्छ। चौथो पोइन्ट चाहिँ हजुरहरूले फिडब्याक लिनुहोस्। साथीहरूलाई देखाउनुहोस्, के भन्छन् साथीहरूको पनि कुरा सुन्नुहोस्। र मेन चाहिँ हजुरहरूको आफ्नै कमेन्ट, तलपट्टि कमेन्ट आउँछ, त्यो कमेन्ट पढ्नुहोस्। पढेपछि उहाँहरूले के चाहनुहुन्छ, के भएन या के भयो, के मन पर्यो, के परेन, सबै थाहा हुन्छ। राम्रोसँग ध्यान दिएर पढ्नुहोस् र फेरि आफूलाई इम्प्रुभ गर्ने ट्राई गर्नुहोस्। यहीँबाट इम्प्रुभको सुरु हुन्छ। पाँचौँ सबैभन्दा इम्पोर्टेन्ट, मैले हमेसा हजुरलाई भनिराखेको छु, पाँचौँ चाहिँ रिपिट, कन्सिस्टेन्सी, होइन? यानि कि हजुरहरू जति बनाउनुहुन्छ हरेक कुरा रिपिट गर्नुहोस्। लर्न, क्रिएट, पोस्ट, इम्प्रुभ, यसरी नै हमेसा यही कुरा रिपिट गर्नुहोस्। सोसल मिडियामा काम गर्ने जतिजना हुनुहुन्छ सबै जिरोबाट नै स्टार्ट गर्ने हो। कसैले स्टार्ट गर्छन् भने कोही सोच्दै बस्छन्। अब हजुर आफू चाहिँ कुनमा पर्नुभयो, गर्नेमा या सोच्दै बस्नेमा, त्यो हजुरहरूको चोइस। यदि हजुरहरू पनि आजबाट सुरु गर्छु, स्टार्ट गर्छु भन्ने भित्रैबाट मनबाट आएको छ भने लर्न विथ दिलीपलाई सब्सक्राइब गर्नुहोस् र कमेन्टमा चाहिँ स्टार्ट भनेर लेख्न चाहिँ नबिर्सिनु होला। र हजुरहरूलाई पर्सनल्ली गाइड म गर्छु, यो चाहिँ ढुक्क भएर साथ दिनु होला।